हेलो। यो सर अस्ति 2-3 दिन अगाडि पिडीको छतमा हेली थियो सर, त्यो हेली हराएछ अनि किन हरायो भनेर सोध्नलाई हो सर। ए खै किन हरायो सर यार? त्यो मैले त्यहाँ पार्किङ नभएर मेरो हेली त्यहाँ राखेको थिएँ कि सर, अनि त्यहाँबाट हराएछ क्या सर। अनि त्यहाँ पुलिस चौकीबाट हेली ए चोरी भयो मेरो भनेर नि सर। त्यही भन्नु अन्त सेक छ केटा, यहाँ पैसा खाएर कम्प्लेन आएको छ र अनि पिडीभरि हेली मागडा हेली रन आएको छोरी किल्ल्याम लक्की हान्नु पर्छ, यहाँ पुलिस आयो भने सेक छ मलाई। लोकल रहेछ यो त है हेलो सर, त्यो म्यामलाई बोलाइदिनु न, म्यामलाई। रहेछ नि त सरको त्यो चाहिँ होइन हो, सुके जस्तो है। कृष्ण म्याम, तपाईँलाई लिन आएको। सरलाई अलिकति सुकेन जस्तो सरको लागेको छ घाँटी क्या आएन चुच्चो त सरलाई। सरले बाहिर बिहान झर्नु भिटामिन सर। खानु हेलो, भनेको चढ्नुहोस् न म्याम हेलीमा, तपाईँलाई घुमाउन लान्छु नि म। चढ्नुहोस् त, होइन होला हौ सर। चढ्नुहोस् सिधै त। गएर भित्र जोड्छ जस्तो यार। ओ यहाँ ल्यान्ड गरिरहेको छु र ओ यो सर चाहिँ किन चढेको? हेलो, के पर्यो म्यामको नाम? हजुर हजुर नाम के के हो पर्यो? सर, तपाईँलाई त बिर्सिनी रोग लागेछ क्या? सुने होइन, म एउटा म्यामको यादमा कस्तो जहिले पागल हुन्छ छटपटेर, अनि केही याद त्यो म्यामको मात्रै याद आउँछ मलाई। त्यो म्यामको यादमा पागल हुन्छ हौ त। म्याम हो त्यही हिजो भेटेको थियो कि, अनि मेरो नम्बर चाहिँ लिनुभयो, अनि त्यो म्यामले चाहिँ नम्बरै दिनु भएन क्या मलाई। ए मेरो नम्बर अहिले दिउँला नि, के छ र सर घुमाउनु उयो ल्याइदिनु। सर होइन, तपाईँलाई मेरो प्राइभेट बोर्ड किनेको छु कि मैले, त्यहाँ लग्छु ल। ए अब होइन होला हौ चुच्चो सर। यु एन्ड मी होला नि म्याम, यु एन्ड मी भन्नुहुन्थ्यो, ए तिमी र म मात्र भन्नुहुन्थ्यो खासमा। ए खै थाहा भएन है, कुन चाहिँ म्याम पढेछ हौ त्यस्तो। यो बोर्ड देख्नुभयो, उयो अगाडिको बोर्ड? हजुर हजुर देखेँ, तपाईँकै हो कि क्या हो? हो नि, हो नि, मेरो प्राइभेट हो नि त्यो त। आम्मामा, गाह्रो छ सर। सर कति धनी हौ सर तपाईँ? म त वाइल्डै धनी छु नि, तर मायाको धनी हो क्या मसँग भएको धन चाहिँ। अनि यस्तो धनी मान्छे यस्तो जिम सिम गएर बडी सडी बनाउनु छैन, लास्टै कुपोषण रोग लाग्यो जस्तो देख्छ हौ सुचे सर हजुरलाई। अलि जिम त जिम मेरो जानु पर्यो क्या? घरमै छ हो जिम, कतै जानु पर्दैन। जिम चाहिँ यस्तो जानु पर्यो, वर्कआउट गर्नु पर्यो, अलिक वेट गेन गर्नु पर्यो। मायाको कमी भएको हो मलाई। होइन होला हौ मायाको कमी त सर। कस्तो राम्रो दुई। घाँटी चाहिँ आएन खाना हो। पानी सकिछु कि सर? हेलो खाना पानी छ नि, तपाईँलाई त म मेरो कस्तो खाना आफ्नै पानी? आफ्नै हातले बनाएको खाना पानी दिन्छु नि। हात त धुनु भएको छ नि ठिकै छ। हात त अब भनिनँ मैले, पकाएपछि मात्र धुन्छु, पकाउनु अगाडि त हल्का मैले धुदिनँ नि हात। अब हात धुने बानी बसाल भाइ ठिकै छ। रुखले भनेपछि त अब हात धोयो। यहाँ हेर्नु त, उहाँ झोलामा राखिदिएको छु एक झोला, उहाँ कस्तो राम्रो भ्यू देखेको छ नि यहाँबाट त। अब हेर्नु त अनि भित्र जाने भित्र दामी छ नि मेरो यहाँ प्राइभेट क्रुज ए भित्र तपाईँकै आउनुहोस्। प्राइभेट जेट हो? हजुर हजुर, क्रुज क्रुज कस्तो? जेट होइन नि सर, जेट होइन नि म्याम, जेट त उड्छ होला नि। आउनुहोस् यता यता आउनुहोस् त। मायामा डुबेछु म तिम्रो लागि। दामी मेरो बेडरुम त बेडरुममै मेरो 5 लाख जति खर्च भएको छ। आउनुहोस् त। बेडरुम के बेडरुम नजाम हौ। त्यहाँ हिँड्नलाई देखाउनलाई हो, त्यहाँनिर मेरो फोटोहरू पनि छ, अनि एन्टिक के न आइटमहरू हौ राखेको तपाईँको छ। आउनु न, डर पो लाग्छ त। किन लु डर जाउँ। लाग्ने, आउनुहोस् त। नजिकको मिल्नेवाला भाइ हो नि, बोक्दै हिँड्नु भएको छ त हौ ठिकै छ। तपाईँको लागि ल्याइदिएको नि मैले। यहाँ हेर्नु त मलाई त कस्तो मन दामी पर्दैन त। पेन्थर छ नि त, यहाँ पेन्थर त मैले फेरि यहीँ राख्छु नि, सजिलो हुन्छ भनेर। के गर्न सजिलो हुन्छ र हौ यो प्यान्ट सर्ट? पेन्थरले अब अरूलाई यसो लगाइदिन, पेन्थर हल्का जङ्गेर आयो भने पेन्थर छोडिदिने के, बुझ्नु भएन? तपाईँले नै लिएर आउनु भएको यो? हजुर, राम्रै छ,
हल्का गाह्रो पर्ला जस्तो सरको भयो टी सर्ट मन पर्यो हौ सरको टी सर्ट के हो एसयुआर के हो हाम्रो तपाईँ कता कता हेर्नुहुन्छ पो लाज लाग्यो मलाई त ओहो होइन यसो आँखा त्यही गइहाल्यो मेरो फेरि मेरो पनि आँखा त गइहाल्छ आउनुहोस् भित्र छु यो त म्यामहरू मात्र मोटाउने खालको रक्सीमा यहाँ फर्मुलाहरू त त्यस्तो छ अनि यो सरहरूले खाएर कामै छैन नि होइन होला हौ के सर सोले। ब्युटिफुल जोक गर्नुहुन्छ कृष्णहरू के भएको थियो अनि त्यति बेला हजुर हजुर झलक्कै देख्नुभयो हेलो हेलो हजुर सर सर हजुर तपाईँ चुचे प्रसाद बोल्नु भयो होइन होइन नि सर यो त मैले फोन भेटाएको थिएँ सर अनि यो फिर्ता गरिदिन आँटेको एउटा सरले ए को सरलाई हो फेरि लालबहादुर भन्ने सरलाई दिन आँटेको त्यो तर नि सरलाई यो नम्बर त नि चुचे प्रसादकोमा रजिस्टर छ त के हो सर चोर्नु भयो कि क्या सिम भेटाएको सर यहाँ मोबाइल फिर्ता दिनलाई यहाँ मान्छे भेटिसक्यो सर अब मोबाइल फिर्ता दिएर म हजुर। गइहालेँ सर मोबाइल फिर्ता दिएर अनि रुक्नु ल, त्यस्तो यहाँ त यो के हो सर? पाउनेलाई बोल्न लाउँछु म्याम एकचोटि हेलो भनिदिनुहोस् त यहाँ हेलो 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 म्याम हजुर सुन्नुभयो सर यो त अनि चुचे प्रसादको नाम छ त अनि के को म्याम हो सर अनि म्यामलाई ल बुझ्नु भयो कि भएन अब फोन राखिदिनुहोस् सर तपाईँ डिस्टर्ब नगर्नुहोस् डिस्टर्ब गरे होइन कि तपाईँले ओ, चुचे एकजनाको सर, हेलो। 1 लाख रुपियाँ लगेर जानुभएको छ अरे त्यो पनि पुलिसको के के हो हो सर सर मिटर ब्याच कहिले हो सर भन्नुहोस् सुझे सर को हेलो घाँटी आएन सर हेलो हेलो सर ए, सर, तपाईँले तपाईँलाई कल GPS अहिले गर्नुभएको आउँछ, सर। नम्बर सम्पर्क हुन सकेन थ्याङ्क यू सर त्यहाँ अर्को पर्फ्युम छ तपाईँको लागि स्पेसल मैले यो चाहिँ कुन पर्फ्युम हो फेरि मेरो लागि त होइन होला हौ सुकेशे यो त मेरै पर्फ्युम हो यो त मेरै पर्फ्युम हो बुझ्नु भएन तपाईँलाई यो स्पेसल पर्फ्युमको नाम चाहिँ के पर्यो फेरि यो सुकेज पर्फ्युम हो क्या पर्फ्युमको नाम सुकेज पर्फ्युम भन्ने यो मेरै गन्ध हल्का तपाईँलाई मेरो गन्ध आइरहन्छ वाइ 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 अब त कसम वाइ कसरी बोके वाइ 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 त्यो हल्का 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 साँच्चै हल्का मिस्टेक भएछ कि त्यहाँ आमा अलि बिस्तारै है बिस्तारै लडाउँदिनँ नि मैले